मैले सोधेमा के भयो त के भयो मलाई के भयो माछा भयो यति हो लिप्सिङ गरेर बनाउनु न लिप्सिङ गरेर बनाउनु न मतलब भनेर के यसले गोला बनाएर त्यसरी सुरमा यस्तो के गोला बनायो गोला भने के यो आइसक्रिमबाट आइसक्रिम जस्तो हुन्छ यता देखाउनु भनिदिन्छु भन्नु यो एउटा गोला होइन सुरुमा अङ्कलले बिरेनु हाल्नु भयो बिरेनु हालेपछि त्यसपछि यो हाल्नु भयो यो के खालको कलर हो मलाई थाहा छैन यसलाई के भन्छ स्ट्रबेरी फ्लेभर कतिवटा हाल्नु तपाईँले दुईटा हाल्नु पर्यो दुईटा हाल्नु अब फेरि हाल्नुहुन्छ हेर्नु अलिक थोरै भयो यो चाहिँ अलिकति हो यो मिठो गुलियो हुन्छ हामी रिभ्यू दिन्छु खाएर है गाडी पाउँदैन यो नारायणको किनारमा भाइहरूले गोला खाँदै होइन आइस पुगेन आइस त चक्ला चक्ला ल्याउँदो रहेछ है कति प्रकार भयो अङ्कल तपाईँको आयो दिनको 10-12 हजार हुन्छ साधारण हाम्रो तलब आइसको प्रोपर